बस्ने हो कि बस्ने मलाई अहिलेको यो बैठकको मात्रै भन्छु है म तपाईहरुलाई ल रेडी हो निरज आफ्टर लङ टाइम भयो ल मान्छे स्वागत छ धन्यवाद हिजोको संसद बैठकको चर्चाबाटै सुरु गरेँ मैले हिजो संसदमा ठुलो हंगामा भयो यद्यपि यहाँको एउटा तस्बिर बडो चर्चामा छ अहिले सालिन मुन्द्रामा यहाँ चाहिँ एक्लो परेर हेरिरहनु भएको थियो हिजोको संसद बैठकलाई कसरी हेर्नुभयो किन यहाँ चाहिँ अलि बढी शान्त पनि देखिनु भएको थियो यस्तो हिजो जे घटना भयो संसदभित्र त्यो चाहिँ अत्यन्तै दुःखद र गम्भीर विषय पनि हो त्यसमा दुवै पक्ष जिम्मेवार अब मैले चाहिँ पाउँछु किन भन्दाखेरि यस्तो हिजो जुन किसिमले नियमावली पास गरियो नि त्यसमा चाहिँ नियमावलीकै विषयले मात्रै हो विशेष गरी नियमावली चाहिँ संविधानसँग बाझिएको कुरा थियो नियमावलीमा चाहिँ विशेष अधिकार चाहिँ तपाईको संघीय कानुनभन्दा माथि चाहिँ नियमावली चाहिँ लागू हुने विशेष कानुन सरह हुने भन्ने विषयहरू थियो सत्ता पक्षबाट पनि 4 वटा संशोधन परेको थियो नियमावलीमा है हाम्रोबाट 35 वटा परेको थियो प्रतिपक्षबाट अनि हामीले चाहिँ मैले चाहिँ के भनेको थिएँ भने यो संविधानमा पनि बाजिएको छ एकदमै रिक्वेस्ट गरेर सभामुखज्यूलाई नियमावली भनेको त 5 वर्षको लागि हो यो घरिघरि संशोधन गर्ने विषय हुँदैन त्यही भएर तपाईले चाहिँ एकपटक यत्रो संशोधन आइसकेपछि समितिमा फिर्ता गराइदिनुस् 2-4 दिन हामी त्यहाँ छलफल गर्छौं यतिको डेमोक्रेटिक प्र्याक्टिस चाहिँ गरौँ किनभने उहाँहरूको एकजना सागर ढकाल माननीयकै 56 वटा कुरामा संशोधन हाल्नु भएको थियो भनेपछि त्यो नियमावलीमा केही समस्याहरू छन् र भोलि हामी सबैको लागि हो त्यो नियमावली त्यसैले त्यो सदनलाई गभर्न गर्छ त्यसैले थप 2 दिन यसमा छलफल गरौँ भन्दाखेरि चाहिँ उहाँहरूले सभामुखले पनि त्यसमा हामीसँग समन्वय गर्नु भएन र त्यसले नै संसद लानुभयो हिजो जुन किसिमको घटनाबाट जस्तो प्रकृतिले संसद चलाइयो त्यो चाहिँ प्रतिपक्षको भूमिका पनि गलत छ हैन हामी पनि विरोधमै थियौं फेरि हामी त्यो सत्ता पक्षले ठीक गर्यो सभामुखले ठीक गर्यो भन्ने कुरामा होइन गलतै थियो हामी उभिएरै विरोध गरेको हो तर अब पार्टीको आफ्नो निर्णय हुन्छ विरोध गर्ने तरिका हुन्छ त्यति मात्रै फरक हो तर सभामुखज्यूले जुन किसिमले पेलेर लानुभयो त्यो चाहिँ कहिले गर्ने हो भन्दाखेरि जब अपरिहार्य पास गर्नुपर्ने छ नीति कार्यक्रममा यस्तो भयो भने त्यसरी लाँदाखेरि अलिकति सुहाउँछ तपाईको चाहिँ बजेटमा यस्तो घटना भयो प्रतिपक्षबाट भने त्यतिबेला सुहाउँछ तर यो एउटा सामान्य नियमावली जुन इतिहासमा धेरै पटक 5औं पटक 7औं पटक चाहिँ समितिमा पुनर्छलफललाई पठाइएको छ र मुद्दाहरू गम्भीर थिए नि त संविधान कसरी बाजिएको छ संघीय कानुन र विशेष कानुनको के हो त अर्थ भनेर यो कुरामा थप प्रष्टीकरण गरौँ भनेर जाँदाखेरि यति रिजिड हुनुपर्ने आवश्यकता थिएन सदनमा चाहिँ अत्यन्तै दुःखद एउटा चाहिँ किसिमको प्र्याक्टिस भयो हिजो त्यो राम्रो भयो उहाँहरूले पेलेर जान खोज्नु भयो हैन जानु भयो तर तपाईहरुले अथवा भनौं त्यो विपक्षी दलहरुको जुन खालको हरकत भनौं न अब यो शब्द त्यो भन्दा पनि अरु कुनै शब्द छ भने भन्दा हुन्छ जस्तो लाग्छ है व्यवहार हेर्ने हो भने है त्यो खालको व्यवहारले चाहिँ हिजो सदनमै उठेको यो बाँदर व्यवस्थापन हैन अब मान्यहरुको व्यवस्थापन गर्नुपर्ने चाहिँ तालिम अझै आवश्यक छ कि जस्तो देखिन्छ के भन्नुहुन्छ मैले अघि नै भनिसकेँ हिजो सदनमा जे भयो दुवै पक्षबाट यो दुःखद कुरा हो भन्न चाहन्छु त्यति मात्रै भन्न चाहन्छु अहिले भर्खर पनि हामी यो प्रतिपक्षीहरूको बैठक थियो किनभने हिजो प्रधानमन्त्रीज्यूले आएर दिनुभएको अभिव्यक्तिमा हामीलाई अत्यन्तै ठुलो अब From London hotels to Paris apart अर्को देशको भूमि अतिक्रमण गरेको छ मिचेको छ भन्ने जुन कुरा भन्नुभयो त्यो गम्भीर विषय हो र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार साथै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि यस विषयमा स्पष्ट पार्न सदनबाटै स्पष्ट पार्नको लागि हामीले आह्वान गरेका छौं अब कस्तो भन्दाखेरि हिजो प्रधानमन्त्रीले बोलिसकेपछि रोस्टमबाट परराष्ट्र मन्त्रालयले चाहिँ उहाँले क्रस बोर्डर अक्युपेन्सीको विषयमा बोल्नु भएको हो भनेर त्यसलाई जस्टिफाई गर्न खोज्नु भयो तर क्रस बोर्डर अक्युपेन्सी र ल्यान्ड इन्क्रोचमेन्ट भने फरक कुरा हो प्रधानमन्त्रीले ल्यान्ड इन्क्रोचमेन्टको कुरा गर्नुभयो यसैले गर्दाखेरि यसलाई यतिकै सामान्य रूपमा लिनु हुँदैन एउटा प्रतिपक्षको भूमिकाबाट हामीले प्रधानमन्त्रीज्यूलाई
फेरि पनि रोस्टममा आएर यो विषयमा प्रश्न पार्नुपर्छ भन्ने मेरो पार्टीको र मेरो दलको धारणा त्यही नै छ। अहिले हामीले यही विषय नै महत्त्वपूर्णका हिसाबमा चाहिँ हामीले लिएका छौँ र त्यही विषय सदनमा उठाउने भन्ने आज प्रतिपक्षको बैठकमा पनि हाम्रो चाहिँ कुरा यति मात्र। भनेको प्रधानमन्त्री बालन शाह फेरि आउनुपर्छ, रोस्टमबाट फेरि जवाब दिनुपर्छ भन्ने, माफी माग्नुपर्ने, अथवा त शब्द फिर्ता लिनुपर्ने भन्ने के हो? उहाँले प्रश्न पार्नु पर्यो, उहाँले भनेका दाबीको विषयमा उहाँले प्रश्न पार्नु पर्यो होइन, किनभने यो त संवेदनशील दाबी हो होइन। हामीले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा बोल्दै गर्दा, सदनबाट बोल्दै गर्दाखेरि यो विश्वले सुनिराखेको थियो। त्यसले गर्दाखेरि भोलि त यो त विश्वले यसलाई आधिकारिक धारणा मान्न सक्छ, साँच्चीकै नेपालले चाहिँ भारतको भूमि मिचेको रहेछ भन्ने कुरा। त्यसले गर्दाखेरि यसलाई के प्रमाणीकरण गर्नु पर्यो, यो विषयलाई